So hi guys, namaste and welcome back to my channel. So आज चाहिँ हामीले केही नयाँ गर्नेवाला छौँ हाम्रो च्यानलमा जसको लागि चाहिँ हामीसित हुनुहुन्छ मिस Yo. So Okay. So By the title, तपाईहरुले देखिसक्नु भयो होला आज हामी के गर्दै छौं भनेर के गर्दै छौं प्रीति गुरु आज हामी चाहिँ अहिलेको धेरै नै भएको ट्रेन्ड Saddy into Baddie baddie. जुन कि मलाई समीक्षा गुरुङले मलाई ब्याडी बनाउ चाहिँ आज मलाई तर म यो चाहिँ के पनि हुन्छ भन्दा फेरि we are just using सस्तो makeup products from Yes. drugstore because we are a little bit in a financial Yes. crunch भएको कारणले गर्दा we will be doing makeup हामी चाहिँ हाम्रो प्रीति गुरुङलाई चाहिँ we will turn her into baddie. Also, we are going to be asking few questions. यतिकै हच्छ यतिकै random questions-हरु पनि सोधिराख्छु so that we could make this a little bit fun भनेर ब्याडीसित गुडिया नि हुन्छ है फेरि ब्याडीसँग गुडिया यहाँ थुप्रै गुडिया छ तर हल्कै फ्रेममा आएन कि ओके but tap on us we have a lot of gudiyas because Okay, let's get started. let's get started. फर्स्ट क्वेसनबाट नि स्टार्ट गरौँ न त ए फर्स्ट क्वेसन बिकज हामीले चाहिँ अब मेकअप गर्न लागिरहेछौँ सो आइ एम जस्ट गोइङ टु आस्क प्रीति वेन अर हाउ डिड यु फर्स्ट गेट इन्टु मेकअप त्यो भन्दै मसँग यो क्लिप रहेछ सो म चाहिँ यो क्लिप लगाइहाल्छु पहिला मलाई त मेकअपै गर्न आउँदैन पहिलाबाट मलाई हच्छु हो ए म कहाँबाट गएको भने त्यो हामी पहिला स्कुलहरूमा धेरै नाच्थ्यो नि त ओ यस अनि नाच्ने बेलामा अनि मेकअप लगाइदिन्थ्यो नि त मेकअप कि लिपस्टिक कसरी लगाइदिन्थ्यो यस्तो होइन कि यो त रातो लगाएर अनि त्यही पनि हामी आफूले परिसोचेर तर मैले 10, 11, 12 पछि मैले मेकअप लगाउन छोडेको थिएँ नि मैले हाइसी पनि लगाएको थिएन नि कतिसम्म अनि त्यसपछि फेरि तपाईँ धेरै नक्कली देखेर मैले लगाउन थालेँ ओ माय गॉड भनेपछि मबाट इन्फ्लुएन्स भएको थियो यस ओके सो युजली के हो यो चाहिँ त्यो सेटिङ स्प्रे हामीसँग चाहिँ फ्यु अफ द स्टफ छ लाइक बेसिकली सुरुमा चाहिँ आफ्नो स्किन प्रेप गर्नुपर्छ होइन जुन चाहिँ प्रीतिले अलरेडी गरिसक्यो भन्ने म आशा गर्छु We will be back हाम्रो स्किन प्रेप गरिसकेपछि बिकज दिस इज नट अ स्किन प्रेप भिडियो त्यही भएर अब चाहिँ हाम्रो स्किन प्रेप भइसक्यो मैले चाहिँ फ्यान ल्याउन चाहिँ बिर्सेको छु त्यही भएर चाहिँ द मोस्ट इम्पोर्टेन्ट होइन तर इम्पोर्टेन्ट पार्ट इन मेकअप इज एक्चुली फ्यान चाहिँ हुनुपर्छ सो वी आर युजिङ दिस रिच किडवाला सोरस्कीको ब्याग टु फ्यान द फेस सो स्किन प्रेप इज अलरेडी डन अब चाहिँ हामी विल स्टार्ट विथ द प्राइमर सो प्राइमरमा चाहिँ एउटा चाहिँ सी क्ल्यामको यो प्राइमर छ विच इज अल्सो रियली गुड अनि चाहिँ यो मेबेलिनको ग्रिपी प्राइमर पनि छ यो पनि एकदम राम्रो छ बेस्ट प्राइमर ड्रग स्टोरको लागि चाहिँ आई थिङ्क विल जस्ट युज दिस वान फर्स्ट इन्फ्लुएन्सर भइदिउँ न फर्स्ट चाहिँ एकदम लाइक स्टिकी टाइपको हुन्छ ग्रिपीवाला हो यस्तो गर्ने बेलामा चाहिँ बााउन्सी हुन्छ क्या यो चाहिँ सो यु डोन्ट ह्याभ टु स्पेन्ड अ लट अफ मनी अन अ फकिङ प्राइमर एन्ड देन अलवेज मेरो लागि चाहिँ सबसे इम्पोर्टेन्ट स्टेप भनेको चाहिँ अलवेज ड्राई योर मेकअप अर एभ्री उसपछि चाहिँ मलाई ड्राई गर्न मन लाग्छ बिकज इट जस्ट हेल्प्स फ्ललेस उसको लागि एन्ड देन द्याट्स आवर स्किन प्रेप डन अब चाहिँ सेकेन्ड क्वेसन ओ या सेकेन्ड क्वेसन के सोध्ने त हो सेकेन्ड क्वेसन वाट डु यु वान टक अबाउट एकछिन म पहिला सो हामीसँग चाहिँ दुईवटा फाउन्डेसन छ एउटा चाहिँ मेबलिन सुपर स्टे यो चाहिँ म्याटवाला फिनिस छ यसको चाहिँ अनि त्यसपछि चाहिँ यो म्याकको ब्युटीको हो यो चाहिँ अस्ट्रेलियामा मात्रै पाउँछ होला सायद यो चाहिँ अस्ट्रेलियन ब्रान्ड हो शार्लेट टुबरीको चाहिँ ड्युप हो यो बट हु केयर्स होइन अब त्यो ठुल्ठुलो ब्रान्डको लागि चित्त दुखाउने हामीसँग टाइम छैन त्यही भएर यो चाहिँ हामी विल जस्ट युज द ड्युप
यो चाहिँ एकदम ल्युमिनेटिङ वाला छ भनेदेखि चाहिँ यो चाहिँ म्याट फिनिस हो सो वी क्यान युज बोथ यो चाहिँ हल्का सुरुमा चाहिँ बेसको लागि बिकज वी आर गोइङ फर अ ब्याडी लुक त्यही भएर नत्र भए चाहिँ यदि नर्मल मेकअप हो भने चाहिँ वी क्यान जस्ट युज लाइक एउटा मात्रै युज गरे पनि हुन्छ तपाईँले मेकअप र यो एक्सर्साइजमा चुज गर्नु पर्यो भने तपाईँले के चुज गर्नुहुन्छ जुन कि तपाईँले एउटा मात्र गर्न पाउँछ अनि अर्को चाहिँ तपाईँले गर्नै पाउँदैन रेस्ट अफ यर लाइफ म चाहिँ आइएम अलवेज आई थिङ्क आई विल चुज सोचेर हामी बिटिएस हेर्न जानेछौँ नि फेरि जो चाहिँ एकदम दिलको करिबवाला हो है त्यही भएर बट आई अलवेज चुज बिङ स्किनी स्किनी आई नो लाइक दिस इज भेरी टक्सिक होइन तर जो मान्छे चाहिँ लाइक त्यो मतलब कस्तो त्यो लिनवाला के त्यो छैन नि त्यो नभएको मान्छे चाहिँ लाइफमा पनि भएन कि मलाई चाहिँ लिन भनेर भएकोले पनि भएन कि त्यस्तो मान्छेलाई चाहिँ दे अलवेज वान एक्सपिरियन्स वाट इट फिल्स लाइक टु बी द्याट पर्सन एन्ड आई वान बी द्याट पर्सन भनौँ लाइक आई वान बी द्याट पर्सन लाइक I am pretty confident with my no makeup face as well. It's just that I love doing makeup. त्यही भएर मैले makeup गर्ने. But if like being skinny or like makeup मा भयो भने like I'm obviously gonna choose makeup because skincare भइहाल्छ. So if you have a good I will choose makeup. I will choose being skinny. I will choose being skinny. किन भन्दाखेरि like skincare गर्यो भने राम्रोसँग गर्यो भने your skin like you will always look flawless. So त्यही हो. What about you? अन्डेका फन्डा म त मलाई मेकअप त्यस्तो खासै इम्पोर्टेन्टै लाग्दैन त्यही भएर म मेकअप छोड्न सक्छु अनि त्यही पनि म 90% टाइम त म बिना मेकअपै घुमिरहेको हुन्छु उहाँ अस्ति एकपटक क्याफेमा मेकअप लगाएर गएको कस्टमर धरि त डेटमा जानु लागेको छ त कहाँबाट मेकअप गरेर आइज आज भनेर सबैले त्यस्तो अचम्म पर्छ कि मैले मेकअप गरेँ भने त्यही भएर म बिना मेकअपै ठिक छु बानी चाहिँ के हुन्छ भन्दाखेरि वी हेभ द्याट थिङ कल लाइक वाइटनेसतिर चाहिँ लिन हुने चाहिँ उस छ होइन बट आई ट्राई टु मेक स्योर द्याट मेरो घाँटी र यो चाहिँ अलिकति भने नि म्याच होस् भनेर एन्ड देन युजली चाहिँ घाँटी अलिक कालो हुन्छ फेसभन्दा त्यही भएर चाहिँ आई टेन टु युज अ लिटल बिट डार्कर फाउन्डेसन वेन आई एक्चुली डु लाइक फुल ग्ल्याम नर्मल डेमा चाहिँ जस्ट लाइक स्किन टिन्ट मात्रै लगाएको हुन्छु तर फुल ग्ल्याम गर्ने बेलामा चाहिँ आई लाइक टु युज अ लिटल बिट डार्कर फाउन्डेसन सो द्याट्स वाट आई युज अनि यो चाहिँ कन्सिलर हो कन्सिलर चाहिँ मान्छेहरूले त्यो युज अ ब्राइटर कन्सिलर तर मेरो लागि चाहिँ फर मी आई लाइक डार्कर कन्सिलर सो द्याट तिम्रो यो फेसको जुन यो अरू भाग र अन्डर आइजको चाहिँ कलर सेम हो सो द्याट वी क्यान वर्क अन द्याट लेटर ओके द्याट वाज अनदर टिप दिस इज way too big गराएर त ओके ए अनि मैले अघि त्यो सुरुमा लगाएको त्यो मेकअप ब्युटीको त्यो चाहिँ मैले हातले नै एप्लाई गरेँ बिकज द्याट्स मोर लाइक ए स्किन टिन्ट अनि स्किन टिन्ट चाहिँ इट एप्लाइज बेटर विथ हात rather than यो उसके ब्युटी ब्लेन्डर ब्युटी ब्लेन्डर चाहिँ इट्स बेटर फर लाइक फाउन्डेसन एन्ड स्टफ नट त्यो स्किन टिन्टकै 35 हो कि कति हो यस ड्रग स्टोरको मेकअप भनेर देखाएको छु नि इट्स एक्चुली लाइक मेरो लागि चाहिँ पर्सनली चाहिँ मेरो लागि चाहिँ एक्सपेन्सिभ नै हो अनि यो चाहिँ होइन दिस इज माई लाइक रिसेन्ट के भयो रिसेन्ट फर्स्ट टाइम कहाँबाट लाग्यो यार यो फर्स्ट टाइम मैले ब्रान्डेड आइटम मेरो मुखमा लाग्छ सो मसँग चाहिँ यो रेयर ब्युटीको छ यस इट इज अ लिटल बिट मतलब एक्सपेन्सिभ त होइन हौ लाइक कम्पेरिटिभली चाहिँ अरू ब्रान्डहरूभन्दा चाहिँ सस्तो छ इट्स आई थिङ्क यसलाई मैले 45 हालेको होला समथिङ तर इट्स लाइक भेरी पिगमेन्टेड के त्यही भएर इट विल लास्ट यु भेरी लङ टाइम सो इट इज आई थिङ्क गुड पर्चेस अनि यो चाहिँ सेड के हो यो ह्याप्पी तर के त्यो सिग्लामको त्यो अस्तिको वाला पनि राम्रो थियो है त्यो चाहिँ सस्तोमा त्यो पनि राम्रो हो अनि दिस इज माई ब्लस प्लेसमेन्ट अब यो चाहिँ हुन्छ नि अर्कै टाइपको मेकअपहरू भन्दा चाहिँ यस्तो टाइपको मेकअप चाहिँ राम्रो देखिन्छ एन्ड गाइज लाइक मेकअप ब्याडी मेकअप भन्दैमा त्यो डेन्जरवाला त्यस्तोवाला पनि गर्नु पर्दैन आई डोन्ट थिङ्क ब्याडी भन्ने बित्तिकै ब्याडी मिन्स फिलिङ गुड अबाउट योर सेल्फ सो
दिस तर के मेकअप कम्प्लिमेन्ट्स योर फेस हैन तर यो ब्याडी भनेको के हो र लाइक अब त्यो ब्याडी भनेको लाइक आफ्नो आफ्नो पर्सेप्सन हुन्छ मान्छेहरूको तर मेरो लागि चाहिँ ब्याडी भनेको चाहिँ हु हेज लाइक हुन त कसैको पनि लाइफ टुगेदर त हुँदैन बट लाइक हु ट्राइज के एटलिस्ट ट्राइज टु गेट देयर सिट टुगेदर एन्ड देन लाइक generally like मलाई लाग्छ the strong woman who is a hustler is a baddie. You don't have to be like pretty or त्यो मेकअप गर्ने यताउता गरेर चाहिँ ब्याडी हुँदैन जस्तो लाग्छ मलाई चाहिँ it's all about your inner self. Okay? So pretty was the flawless. Like मेरो क्रिम प्रडक्ट्स हो मैले फेसमा युज गर्ने सो आफ्टर दिस क्रिम प्रडक्ट युज गरिसकेपछि आई अलवेज लाइक टु सेट सो द्याट के चाहिँ नहोस् भनेर सो वी हेभ 2 सेटिङ स्प्रे वी हेभ 1 मेको ब्युटीवाला अनि अर्को चाहिँ रेभोल्युसनको सुपर फिक्स आई एम गन युज दिस यो चाहिँ सस्तो पनि छ बट इट इज अ लिटल बिट फ्रेगमेन्टेड त्यही भएर इफ यु गाइज आर नट इन्टु फ्रेग्रेन्स अर एनिथिङ देन you might wanna choose something else but I really don't care about fragrance त्यही भएर मलाई चाहिँ I don't care because it works really well यो अनि रो के रे लोरियल प्यारिसको त्यो रेड कलरको हुन्छ क्या एउटा it is like really good अब चाहिँ लाइक यतिकै स्प्रे है बास्ना हुन्छ है यति त गरिदिने अनि चाहिँ यति भइसकेपछि चाहिँ I always like to go with lip tint एकदम रातो मतलब ब्राइट रेड टाइपको छ बट यसलाई चाहिँ यस्तो गर्ने होइन अनि यस्तो गरेर त अम्म गरेर मिक्स गरेर भयो सो इट जस्ट गिभ्स यु लाइक अ लिटल बिट नेचुरल तर अलिकति दामी म्याट फिनिस भन्छ यो चाहिँ एकदम राम्रो यस सो हामी चाहिँ यस्तरी लिन्छौँ अनि त्यसपछि स्किनमा अलवेज अन्डर आईबाट स्टार्ट गर्छौँ तपाईँलाई कहिले पनि मेकअप आर्टिस्ट बन्नु मन लाग्यो आई अलवेज वान्टेड टु बी अ मेकअप आर्टिस्ट लाइफ ह्यापन्स आई वाज बोर्न एन्ड रेज्ड इन नेपाल पोखरा एन्ड आई डोन्ट थिङ्क देयर इज केही त्यस्तो के भन्छ लाइक मेकअप क्लास होइन कि लाइक त्यस्तो उसै थिएन मतलब अहिले चाहिँ लाइक टिकटकै भरि होइन मान्छेहरू लाइक त्यो अहिले चाहिँ टिकटक त्यस्तो भरेर आएको नि त बट आई वाज जब म चाहिँ मेरो फर्स्ट एक्सपोजर भनेको टिकटक होइन इट वाज युट्युबमा चाहिँ मैले निकी ट्युटोरियल्स अनि त्यसपछि निकिता ड्रेगन एमा चेम्बरलिन तिनीहरूको माया फेम तिनीहरूको चाहिँ भिडियोहरू हेरेर चाहिँ आई ग्रु अप होइन अनि त्यही निकी ड्रेगनहरूको चाहिँ मैले मेकअप हेर्थेँ कि मेकअपहरू हेरेर चाहिँ त्यहाँबाट चाहिँ मलाई मेकअप गर्न मन लाग्यो खासमा चाहिँ किन भन्दाखेरि आई हेभ लाइक थिक कालो ब्राउ मलाई जोक याद आयो उसित ब्राउको सामान छैन किनभने उसित ब्राउ छ मसित ब्राउको सामान छ किनभने मसित ब्राउ छैन बट वी क्यान अलवेज त्यस्तै हो दाइ दाइ रे दाइ ओके त्यस्तै हो साथी हो मन टिकटकको आन्टीहरू जसरी भन्नु साथीहरू ट्राइङ डिफ्रेन्ट फुड्स भनेर के अरे स्न्याक्स भनेर हालेको थिएँ नि त्यो भिडियो त्यो रेटिङ डिड यु गिभ इट बाई हार्ट साँच्चैको ट्रु रेटिङ दिएको हो कि यतिकै मान्छेको मन राख्दिनँ ब्याकल्यास पाउँछु कि भनेर होइन तर मैले त ट्रु नै दिएको साँच्चै भनेको मैले नै हल्का फुल्का ट्राई गरेँ आई एम अनेस्टली नट अ बिग फ्यान लाइक वान्स लाइक नेपाली टेस्ट बर्ड डेभलप भइसकेपछि चाहिँ इट्स हार्ड के त्यो झ्याप्पै त्यो अरू उसहरू चाहिँ लाइक गर्न है त्यस्तो लाग्छ लाइक सेड चाहिँ सेम गराउनको लागि फेसको अनि त्यसपछि चाहिँ मैले यो सी ग्ल्यामको चाहिँ पिङ्क पाउडर हो क्या यो चाहिँ यस्तो पिङ्क कलरको हुन्छ विच इज लाइक भेरी ब्राइट यो चाहिँ मैले एज अ कन्सिलर जसरी चाहिँ यहाँ तल युज गर्छु एज यु क्यान सी प्रीतिको फेस अलरेडी ब्राइट देखिरहेको छ अन्डर आइजमा चाहिँ यत्तिकै यो बेस जस्तो टाइपले युज गर्न मन लाग्छ एन्ड देन वी विल नट डु टु मच फर आइज किनकि हामीले अलरेडी ब्राउजहरू पनि गरिसक्यौँ त्यही भएर यो चाहिँ जस्ट बेस सेड
अनि बेस हेयरको लागि चाहिँ यो चाहिँ लगाउनको लागि अनि यो चाहिँ फ्लफी टप गर्नको लागि पहिला मैले नङ सिक्ने बेला के अनि 2 दिनको मेकअप क्लास पनि सिकेको थिएँ नि त त्यति बेला सिकेको थिएँ कि कट क्रिज के फुल क्रिज के तर मलाई केही आउँदैन कट क्रिज तर आई वाज नेभर लाइक मन त पर्छ लाइक वेन यु डु इट लाइक त्यस्तो टाइपकै मान्छेहरूको आँखामा राम्रो देखिन्छ क्या ठुल्ठुलो आँखा भएको त्यो भएकोमा नत्र भए त we don't look good. Next question. अब तपाईले सोध्नु होला नेक्स्ट question. When are you planning to go back? ए म त when are you planning to get married भन्नलाई चाहिँ कहाँ भनेर भएको कहाँ हो नेपाल जब मेरो भिजा आउँछ गाइस पहिला भिजा त आम Vaseline. Did you know अहिले चाहिँ ब्ल्याकपिङ्कको जेनी किम इज द ब्रान्ड एम्बेसिडर अफ भ्यासलिन तर मैले पहिलादेखि युज गर्थेँ हो कहिलेबाट अस्ति भर्खरै हो I only know about BTS. अब चाहिँ वी हेभ दिस ब्लस यो पनि सी ग्ल्यामको लाइक आइ एम भेरी ब्लसहोलिक त्यही भएर मलाई चाहिँ एकदम चाहिन्छ ब्लस यो राम्रो छ है सी ग्ल्याम स्पोन्सर अस अलवेज होइन ब्लस एप्लाई गर्ने बेला चाहिँ यस्तो एङ्गुलर ब्लस तर फ्लफीवालाले गर्नुपर्छ कि लाइक नट टु बिग त्यो चाहिँ ठ्याक्क मुखमा चाहिँ यो यता यता पनि जान्छ कि यो त्यो ठुलो ब्लस भयो भने चाहिँ जता पनि त्यता जान्छ इजी टु कन्ट्रोल दिस ब्लस अनि यो चाहिँ हल्का ट्रान्सलुसेन्ट टाइपको हो यहाँ चाहिँ अलिकति लाइट यहाँ चाहिँ डार्क छ त्यही भएर आई अलवेज गो लाइक द्याट स्वाप एन्ड देन एक्सेस ट्याप अनि अलवेज गो फ्रम हियर दिस इज द पार्ट जहाँ चाहिँ जानुपर्छ मेन मलाई अर्को कुरा चाहिँ कस्तो रिस उठ्ने भनेको है माइक्रो इन्फ्लुएन्सर भन्छ नि एन्ड देन माइक्रो इन्फ्लुएन्सर भन्छ नि हेरेको त उनीहरूको त लाइक फलोवर्स over 10,000 and how is that micro like do I not understand the meaning of micro भनेको त am I like dumb 100 followers what मेरो 100 followers छ I don't know यतापट्टि आँखाको कर्नरमा तर if you are like me चस्मा लाउने भने चाहिँ please don't do this गर्नु पर्दैन यस्तो म पनि छिटै चस्मा लाउने हुन्छ अब यो चाहिँ हल्का यतिकै उस दिनको लागि मात्रै हो कि देखेँ मैले उनीहरू ऐना खाएको आइजन म आफूले ऐनामा हेरेको गरिरहेको यहाँ स्रुत देखेको मैले हो माई जड को यो यहाँ एसियन मेकअपमा डोन्ट फर्गेट योर इनर आइज किनकि हामीसँग त्यस्तो दामीवाला आइजहरू हुँदैन त्यही भएर वी निड टु वर्क विथ वाट वी हेभ अनि माथि हेर always the waterline so that your eyes will look a little bit bigger. So do you guys know like Sydney अनि like Australia itself like there is like a lot of like racist stuff है लाग्दैन एकदमै racist stuffहरू छ के it will just make you feel so much more conscious like साँच्चै भनेको छैन like no matter how like strong you are हैन जति strong जे भए पनि if somebody comes up to you and like says something like that then like त्यो दिनै पुरै खराब हुन्छ कि like you will not be able to त्यो प्रोसेस गर्न सक्दैन कि like त्यो सकिसक्यो इभन सकिसकेपछि घर आएर when you think back you will be like shit मैले यस्तो भन्दिनु पर्ने रहेछ त्यही हो जस्तो हुन्छ मेरै त्यही आउँछ के त्यो कस्टमरहरू कहिलेकाहीँ यस्तो रुड हुन्छ नि अनि मलाई के भन्न आउँछ भने म तेरो छोरी हो म तेरो बुढी हो मलाई आएर किन गाली गरेर जस्तो क्याफे मलाई गाली गर्न आएको कि के गर्न कहिलेकाहीँ त मान्छेहरू कस्तो के त्यो के नबुझ्ने हुन्छ नि बुझ्दै नबुझ्ने they don't realize is we are human as well and then nobody wants to like त्यस्तो हुन्छ नि आफ्नो फ्यामिलीबाट लाइक टाढा आएर nobody wants to struggle the fuck हैन like and then we like हामीलाई यतिकै एन्ट्री दिएको हैन कि we paid for it we worked for it that's why we got like what we got हैन like हामीहरुले जहाँ पनि छौं that's because of our hard work like मेरो पार्टनर अनिस हैन when he first came in here he was like just 18 के
कस्तो भयो जस्ट इमेजिन लाइक 18 इयर्समा यहाँ आएर हि जस्ट बिल्ड हिमसेल्फ सम्हाल्ने सबै एडल्टिङ एभ्रिथिङ कस्तो भयो होला एन्ड देन पिपल इज लाइक तिमीभन्दा सबै कुरा फ्रीमा पाउँछ लाइक वाट द फक नो वी डोन्ट कति स्ट्रगल हुन्छ भने के थाहा लाइक लिटरली एभ्रिथिङ बिफोर डुइङ द मस्कारा थिङ वी अलवेज हेभ टु डु द सेटिङ स्प्रे एज वेल पाउडर पछि केही न ओके सेटिङ स्प्रेको काम भनेको चाहिँ द इट्स सेल्फ यसले आफूले भन्छ सेटिङ स्प्रे तर यसले चाहिँ त्यो पाउडरी कुरालाई चाहिँ मेल्ट इन द स्किन मेल्ट पनि गर्छ स्किन प्रीतिलाई यो पनि दिन्छु किनकि म आई कान्ट रिक्स यो गाजल फेरि मलाई त फेरि 4 जुनी लाउँछ नि गाजल लाउन त फेरि लाउँदै गरौँ बिस्तारै म गाइज त्यो मेकअप चाहिँ बिग्रिन्छ भनेर कहिले पनि गर्ने होइन कि लाइक मेकअप इज अलवेज फिक्स ओ माय गॉड सरी ल भन त त्यो हार्डेस्ट कुरा ए हार्डेस्ट कुरा लाइक मान्छेहरू रेसिस्ट त हुन्छ तर मसँग चाहिँ त्यति साह्रै रेसिस्ट हुन्न मेबी बिकज आई अभोइड देम होइन मैले त्यस्तो हल्का त्यो देखिन्छ कि को मान्छे हल्का रेसिस्ट होला जस्तो लाग्दा आई जस्ट लाइक टु अभोइड देम बिकज म मेरो मेन्टल हेल्थ चाहिँ डिस्टर्ब गर्न चाहन्न त्यही भएर टक्सिक कुराहरू Sudikcha Gurung in the house! Sudikcha Gurung in the house! अब चाहिँ हामी चाहिँ वी विल जस्ट पुट दिस मेबेलिनको सुपर स्टे टेडी टिन यो चाहिँ एकदम राम्रो छ यो टिन ल भन्न त सुदीक्षालाई क्वेसन Oh my god, यसलाई यसबाट च्यापच्याप गर्दा त्यो टिस्यु पाएर ओके टिस्यु पेपर लिन जानु ज्याउला के अम गर यो त घुम्छ होला नि त नघुमेको रहेछ ओके गाइज फाइनल लुक हो फाइनल लुक त अझै भएन लाइक मेकअप चाहिँ सक्यो ओके गाइज मेकअप इज डन आई थिङ्क म एकदमै अर्किने देखिरहेको छु अघिकोबाट सो गाइज दिस इज द फाइनल लुक कमेन्टमा भनिदिनु होला कि म कस्तो देखेकी छु सो द्याट्स इट फर टुडे सो प्रीति गुरुङ आजको मेकअपलाई चाहिँ 10 मा कति रेट गर्छु 10 out of 10 मलाई चाहिँ आइब्रो एकदमै मन पर्यो किनभने मेरो आइब्रो छैन नि त र तपाईँले तपाईँको युट्युब आइडी भन्छु भन्नु मेरो युट्युब आइडी के हामी अहिले भुइँमा आएको छौँ त्यही भएर इट लुक लाइक द्याट बट लुक एट माई मेकअप Sammy this with देखे हो Sammy with whooping 55 subscribers we will get there whooping 55 subscribers हामी पनि यसरी thank you for the silver play button thank you Oi, for PR I just received the PR हाम्रो PR हलहरु पनि आउँछ thank you so much guys haters gonna hate haters हरु हेट गरिराख्छ C glam please send PR okay we love C glam I'm complete beauty as well Maybelline as well सबैजनाले हामीलाई धेरै माया देखाउने होला Okay. ये तो cringe हो गया okay that's it for today thank you hope you guys like it see you in our next video Bye. Clock it out. eh Clock okay